हेलो एभ्रिवान, सेवा वेलकम ब्याक टु मिस राईको ब्लग। म चाहिँ फेरि न्यू डे न्यू ब्लग लिएर आएको छु। अनि म चाहिँ अहिले गाउँमा आएको छु तिहार मनाउन। तपाईहरुले देख्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्डबाट पनि म अहिले गाउँमा छु भनेर। अनि हाम्रो तिहारको ब्लग आउनेवाला छ, प्लिज अन्तिमसम्म हेर्नु होला। यसपालि चाहिँ म दसैँमा तिहारमा घर नआउने भन्दै मेरो माइला दाइ र माइली भाउजू चाहिँ विदेशबाट आउनु भएको थियो। त्यो पनि सरप्राइजवाला, कसैलाई थाहा थिएन। अनि एकैचोटि अब आइसक्नु भएपछि चाहिँ ल नि त अब सबैजना गाउँमा तिहार मनाऊँ भनेर चाहिँ गाउँ आएको छौँ। म चाहिँ धेरै अब अलमल गरिसकेँ यहाँनिर। म चाहिँ तितेपाती र उलिन आएको छु। तितेपाती र के पो दुबो अब म झर्छु। तल फुपूहरू दिदीहरूले धेरै काम गरिसक्नु भयो। म चाहिँ खासा खुस्रो काम, प्याज मसला ससला काटिदिने काम मात्रै भइरहेछ मेरो चाहिँ। किनभने म यहाँको सबैभन्दा अहिलेसम्मको सानो भइरहेछु नि त। त्यही भएर मलाई हराएको काम मात्रै म गर्छु। अनि मलाई यो लिन पठाउनु भएको थियो। म तितेपाती र दुबो लिएर झरेँ घरतिर। यो रोटी चाहिँ दिदी र मैले पोल्यौँ होइन। अब च्यालेन्ज गर्ने होइन। यो डेब्री र अर्को यो दाहिनीले चाहिँ पोलेर हाम्रो भन्दा राम्रो रोटी बनाएर देखाउँछ अरे। ल च्यालेन्ज भयो तिमीहरूको। ल छुट्टै राखेर देखाऊ कि ल ल। यो चाहिँ हाम्रो तिहारको लागि फुल तयार गरिसक्यौँ। राति सित्ताको अनि अहिले उठाउन लाग्यौँ। हाम्रो तयारी चाहिँ लगभग अन्तिममा पुगिसकेछ। मम्मीले यहाँ यो के बनाउनु भएको रे मम्मी? आमकुरामा लाउनलाई सलेतो तयार गरिदिन्छ। त्यही भएर मम्मीले दुईटा यहाँ लाउने होइन त। एउटा मम्मीहरूलाई, मामाहरूको लागि, मम्मी र छ्यामाको लागि, एउटा चाहिँ नाना म बहिनीको लागि। टिका लाउनलाई टोलीहरू रेडी भइसक्नु भएको छ। यहाँ फुपू हुनुहुन्छ मेरो, यहाँ ठुली दिदी, भाउजू, जेठी भाउजू। ओ जेठो दाइ चाहिँ के गर्नुहुन्छ त्यहाँ? ओ बल्ल जुत्ता लाउँदै हुनुहुँदो रहेछ। यहाँ चाहिँ मेरो मालदाजु हुनुहुन्छ। यसपालि सरप्राइज दिने मान्छे उहाँ हुनुहुन्छ हामीलाई। आफ्टर लङ टाइम कति वर्षपछि होला? 11 वर्षपछि हो। 11 वर्षपछि तर गाउँमा मनाउने अवसर मिलेको छैन। 11 वर्षपछिको हाम्रो तिहार मनाउनको लागि रेडी भइसकेको स्थिति छ। आमामा अब एकजना मात्रै झर्नु बाँकी छ, माइली भाउजू। हामी रेडी भइसक्यौँ। अब चाहिँ लास्टमा मलाई देखाउँछु। म चाहिँ यहाँ छु। अब हामी सबजना रेडी भयौँ। अब फर्स्ट प्रायोरिटी हामीलाई दिनुभएको छ। हाम्रो पछि के भन्छ आयो यो पक्रिनु हात मात्रै निकाल्नु आयो। अनि फर्स्ट प्रायोरिटी चाहिँ अब हामीलाई दिनुभएको छ फुपू मम्मीहरूले। अनि अब हामीले जन सक्छौँ। त्यसपछि फुपू मम्मीले मामाहरूलाई जन सक्नुहुन्छ। त्यसपछि फुपूले हाम्रो मम्मीहरूलाई बाबा मम्मी टिप्पा छामा अङ्कलहरू हुनुहुन्छ, उहाँहरूलाई जन सेक्नुहुन्छ। आज हाम्रो घरमा चाहिँ 3वटा जन सेक्छौँ। तर एउटा हाम्रो घरमा यहाँ, अर्को चाहिँ 3वटा हुन्छ भनेर एउटा चाहिँ छामाहरूको घरमा जन सेक्छौँ। लिची गाइस ल झर्नु दाइ भाउजू छिटो आउनु, फोटो खिच्छौँ न हामी चाहिँ। लुगा लाउँदैछ एउटा खिचिहाल्नु न भाउजूहरू झर्नु त गरिदिनु फुपू गर्दै आउनु न यहाँ फोटो खिच्नु रेडी हुन्छ नि। कालो टोसो लाएर हेरेपछि होइन हुन्छ त। रेडी 1 2 3 गो। साइड भयो सुरु भयो हाम्रो चाहिँ एकदम एकदम साइड पारेर हाम्रो बागैँचाहरूलाई चाहिँ हामीले जन सेकेको आज भने चाहिँ एकदम अब सबैजनाको हात छिटाको पुगोस्, राम्रो होस्। सधैँ अगाडि पनि आँखा लाउनु नसकोस्, सधैँ राम्रो होस्। अलिकति छिटो गर्नु लिने हो नि त। सक्यो
यहाँ माथि राख्नुपर्छ माथि राख उयो आधा हुन्छ हटाइ भयो बिचमा अलिक उता चलाउने अच्छा पिलेर हुन्छ माथि लिङ्कन पनि कहाँसम्म भने हातमा हात साथमा छ उठ्नु उठ्यो त्यो चाहिँ उठ्नु भने खोइ त पावर हुन्छ यो त ठिक देखेर त यति चाहिँ हाम्रो जनछेकेको माइतीहरूको लागि रेडी गरिराखेको छौँ है रेडी उता लिङ्गनले चाहिँ माइला दाइ टोपी खोइ ल्याइदिएको टोपी टोपी त थियो खान्छ खान्छ हुनु लाग्थ्यो गाह्रो है लिङ्गन हुनु परेन त फुल र टिका चाहिँ धेर लाउनु खोज्ने अनि दिनकला नबोलेले हामी सकिहाल्नुपर्छ हजुर मैले यहाँ बल्ल बल्ल प्रायः यहाँनिर चाहिँ यस्तो हुँदैछ हेर कान्छ तर धेरै मिस गरेको छु म यहीँबाट यहाँनिर 3 जना हुनुहुन्छ उता 2 जना यो चाहिँ हाम्रो यहाँ मम्मी र छामाको मामाहरूको लागि जनचेक सुरु गर्नुभएको छ भिडियो बनाइरहेको छु के माइज त्यही सट्टै छोडेर राख्नु थोरै थिएन भिडियो बनाएको वाइ सेन्टी देख्यो हजुर वाइ सेन्टी फुलिरहेको चाहिँ हाम्रो माओली मामाहरू मम्मीहरू हुनुहुन्छ यहाँ चाहिँ मेरो म त यहाँ हैन साली कर्नर हेर्नु के म फोटोकपी दिँदा मैले त पुरस्कार दिन्छु नि जेठा भेना र काइला भेदाले धुरी रुवाको के गर्नु म ठुलो हुँदा विदेश हुनुहुन्थ्यो र नाम जानेको थिएँ नि झ्यालमा रुच्दै बसेको सम्झिरहेको छु नि Santo Nana,